हेलो गाइस, नमस्ते। कम छ मेरो नयाँ भिडियोमा मैले अस्ति यो भिडियो हाल्छु भन्दै बिर्सेछु। आज चाहिँ म भिडियो बनाउँदैछु। अस्ति नै 10 गते हामी चाहिँ सिन्धुली आइपुगेका छौँ। यसपालि बाबा विदेशबाट यता काठमाडौँ दसैँ मनाउने भनेर आइसिन्छ र हामी सब जान नपाएको, त्यही भएर हामी सिन्छौँ। म चाहिँ फर्स्ट टाइम आएको हो। बा चाहिँ पहिलेदेखि नै आइसिन्थ्यो। म हजुरलाई सबै वस्तुहरू देखाउँछु है। म पहिले सुँगुर देखाउँछु है हजुरहरूलाई। सुँगुर क्या सालको बा? सुँगुर चाहिँ यहाँ सुतिरहेछ। म हजुरलाई सुँगुर देख्नुभयो। अनि म हजुरलाई बाख्राहरू देखाउँछु ल। यता त धेरै चर्को खम्पो छ त। झन्डा मैले नछपेको। यो चाहिँ हो बोका। बाका क्या छ खबर? बोको यता रिसाएर बसेको छ। यसो मुख्य ओइ मुख्य देख्नु देखा यिनीहरू। एउटा चाहिँ यो तलको, एउटा यो मुख्य देखाउँदैन। म हजुरलाई अर्को पनि देखाउँछु। यहाँ के छ, खाँदैछ होला। माथि नै गइसकेछ। ओइ सङ्गर म हजुरहरूलाई देखाउँ। यो हाम्रो घर हो। यो चाहिँ पहिलेको नम्रता दिदीको घर। अनि यहाँ चाहिँ हाम्रो मामु लिपस्टिक लाएर। हाम्रो घर कस्तो लाग्यो, गाई बस्तुहरू। नि नम्रता दिदीको घर कस्तो लाग्यो, मैले सबै देखाएको जति कस्तो लाग्यो भनिदिनु होला। अनि कमेन्टमा लेखिदिनु होला। अनि लाइक, सब्सक्राइब, सेयर गरिदिनु होला। बाई। आजको यति।